आदरणीय सम्पूर्ण मित्रहरूमा नमस्कार अनि अभिवादन छ। र मैले सारङ्गी बजाउन त जान्दैन, त्यही पनि यसको ब्याकग्राउन्ड यसका धुनहरू त्यत्तिकै मैले राख्ने कोसिस गर्नेछु। र आज मैले यहाँको बिचमा लिपुलेखसँग जोडेको एउटा गीत सुनाउन राख्न चाहन्छु। लिपुलेख, कालापानी, टिङ्कर भन्ज्याङ यी सबै समस्याहरू, लिम्पियाधुरा यी सबै 1816 को सुगौली सन्धिमा टुङ्गिसकेका विषय हुन्। तैपनि जब भारत र चीनको युद्ध 1962 देखि 65 भयो, त्यो बेलामा राजा महेन्द्रले अस्थायी रूपमा त्यो कालापानीमा सेना राख्न दिए र त्यहीबाटै हाम्रो भूमि अतिक्रमित हुँदै बढ्दै गयो र अहिले हाम्रा त्यहाँ बसेका दाजुभाइ दिदीबहिनीहरूलाई पनि अतिक्रमित गरेर अरू ठाउँ लखटिएको छ। त्यहाँका दाजुभाइ नेपालमा मतदान गरेका छन्, प्रमाणपत्रहरू छन् र 1816 को सुगौली सन्धिले महाकाली पूर्वको भाग नेपालको भनेर किटान गरेको छ। र अब यो समस्यालाई समाधान गर्न राजनीतिक शक्तिका दलहरूले, नेताहरूले कसरी इच्छा शक्ति जाहेर गर्छन्, कसरी उनले यसलाई चाहिँ हल गर्छन् भन्ने कुरा हाम्रो अगाडि छ। र हिजो महाकाली सन्धि, कोशी गण्डकी सम्झौता गर्ने ती नेताहरूको अग्नि परीक्षा मात्रै होइन, जनताको पनि अग्नि परीक्षाको बेला हो। किनभने अब फेरि पुनः लिपुलेखमा सम्झौता गर्ने, लिपुलेखमा झुक्ने र राष्ट्रलाई बन्दकी राख्ने नेतालाई, दललाई जनताले के गर्ने, समर्थन गर्ने नगर्ने भन्ने प्रश्न पनि आज जनताको अगाडि छ। र लिपुलेखसँग जोडिएको प्रश्नमा धेरै कुराहरू उठेका छन् र यो समस्या समाधानमा अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ भन्ने कुरा उठेको छ। र यो बाहेक हामीलाई लिपुलेखको साटो हाम्रो चाहिँ मार्ग, समुद्री मार्ग हामीले लिनुपर्छ भन्ने कुरा पनि उठेको छ। जे होस्, सशक्त कूटनीतिक पहलबाट हामीले यो समस्या समाधान गर्नुपर्छ र जनतालाई पनि यो चेतना दिनुपर्छ भन्ने कुरा लाग्छ। यसो गर्न सकिएमा हामीले हाम्रो हक अधिकारको सुनिश्चित गर्न सक्छौँ भन्ने लाग्छ। त्यहीसँग सम्बन्धित एउटा गीत यहाँहरूको बिचमा छ, लिपुलेखको कथाको। एउटा कथा सुनाउँछु आज मैले, एउटा कथा सुनाउँछु आज मैले, काला पानी, लिपुलेख र काला पानीको। एउटा कथा सुनाउँछु आज मैले, लिपुलेख र काला पानीको। एउटा पीडा कहन्छु आज मैले, एउटा पीडा कहन्छु आज मैले, मुर्चुङ्गा र सारङ्गीको, मुर्चुङ्गा र सारङ्गीको। सन् 1800 सुगौलीको सन्धि मुख्य आधार, यो आधारलाई टेकी बढ्नु पर्छ जनता सरकार। कुटियाङ्दी प्रमाण हाम्रा लिम्पियाधुरा कालीको मुहान, छाङ्रु गाउँका दाजु भाइको त्यो भूमि हो पहिचान, छाङ्रु गाउँका दाजु भाइको त्यो भूमि हो पहिचान। एउटा कथा सुनाउँछु आज मैले, एउटा कथा सुनाउँछु आज मैले, लिपुलेख र काला पानीको, लिपुलेख र काला पानीको। एउटा पीडा कहन्छु आज मैले, एउटा पीडा कहन्छु आज मैले, मुर्चुङ्गा र सारङ्गीको, मुर्चुङ्गा र सारङ्गीको। महाकाली पूर्वतर्फ सारा नेपालको निशाना, झुटा कुरा गरी भारत सरकार मिच्छ हाम्रो सिमाना। भारत सरकार किन यस्तो क्षुद्र व्यवहार, सीमा मिच्छ दिन दिन,
काला पानीमा सिना राख्दैमा हाम्रो अस्मिता मेटिन्न काला पानीमा सिना राख्दैमा हाम्रो अस्मिता मेटिन्न एउटा कथा सुनाउँछु आज मैले एउटा कथा सुनाउँछु आज मैले लिपुलेक र काला पानीको लिपुलेक र काला पानीको एउटा पीडा कहन्छु आज मैले एउटा पीडा कहन्छु आज मैले मुर्चुङ्गा र सारङ्गीको